हामी चाहिँ फर्स्ट टाइम है यहाँ एसडिएस रक गार्डन। यो चाहिँ एसडिएस रक गार्डन, सचेत धराने समूह है। अहिले चाहिँ हाम्रो धरानका नगरपिता हाम्रो हर्क साम्पाङज्यू आइकन चाहिँ है यो ठाउँ चाहिँ अहिले यति राम्रो भएको छ। अनि पहिला हामी लगभग 3-4 वर्ष अगाडि आउँदाखेरि यहाँनिर यस्तो राम्रो ठाउँ थिएन क्या। अनि जब चाहिँ हाम्रो हर्क साम्पाङ सर चाहिँ अनि धरान नगरको मेयर हुनुभयो अनि उहाँले चाहिँ धेरै परिवर्तनहरू गराउनु भएको छ यस धरानमा। यहाँनिर चाहिँ अहिले धेरै लोकल टुरिस्टहरू अनि ज्यादा लोकल टुरिस्टहरू एकदमै ज्यादा है। अनि यहाँ हाम्रो एकजना दिदी हुनुहुन्छ, सफा गर्दै हुनुहुन्छ गार्डन। असाध्यै राम्रो छ अहिले। राम्रो छ होइन, राम्रो भएको रहेछ। किनभने हामी त लगभग 3 वर्ष अगाडि 4 वर्ष अगाडि मात्रै आएको थियौँ। अनि बिचमा यो अहिले यो एसडिएस पार्क भन्ने बनिसकेर चाहिँ हामी आएको थियौँ। आमा यस्तो दामी यो इँटाको ब्लकले यति दामी बनाएको छ। साह्रै दामी, जस घुम्नलाई हेर्नलाई चाहिँ एकदम दामी ठाउँ रहेछ। यहाँ माथि हेर्न सक्नुहुन्छ धरान लेखेको बोर्ड छ है।